लगाइजी सर्प यस्तो खालको सर्प समात्दैछु है मैले चाहिँ कसैले देखेको चाहिँ यस्तो खाले सर्प ल साथीहरू गुड मर्निङ नमस्ते म अहिले चाहिँ ठ्याक्कै बरा क्षेत्र चत्राधाम बरा क्षेत्रमा आएको छु हैन ल हेर्नु बाबा राम्रो छ यो चाहिँ विश्वकै पहिलो तीर्थस्थल जुन बरा क्षेत्र कोशी ब्यारेकबाट लगभग तपाईको कोशी पुलबाट 5 किलोमिटर यता भित्र आउनुपर्छ है बगल छ ल गाइजहरुले चाहिँ ल मन्दिरको भगवानको लागि ल गाइस ल हेलो अनि काची आज बारा क्षेत्रमा आएको हामी आएको बेला आफ्नो आफ्नो गर्नु हुन्छ नि राम्रो फुल हालिदिनु नि अरू तपाईलाई म आफै भगवान हो कति पनि बेला यसलाई 200 रुपैयाँ उइदिँदैन तपाईलाई डुप्लिकेट सुन 200 रुपैयाँ ल होइन ग्रह चाहिँ आफ्नो आफ्नो हुन्छ बरु पूजाको ठाउँमा गर्नुहोस् ग्रह चाहिँ अलग हुन्छ क्या त्यो गुरुले नै ग्रह काटिदिनु तपाईँहरूको 5 रुपियाँ पैसा राखेर शिरमा राखेर ग्रह काटिदिनु हुन्छ हजुर ल ल ल ल ल सो गाइस ल फाइनली हामी चाहिँ अहिले बरा क्षेत्रमा छौँ हैन यहाँ आइसी छुट्टै खालको एउटा भाइब्स आउँछ चिसो छ हैन शान्त वातावरण छ आनन्द लाग्छ यहाँ आएपछि ल हेर्नु तपाईहरु यो भिडियोमा आफै देख्न सक्नुहुन्छ कतिको शान्त छ बदाम छ अर्गानिक खानेकुराहरू यो सब अर्गानिक हो ल मलाई एउटा 15 धाउ ल टोलीहरु चाहिँ अब मन्दिरतिर जाँदैछ है गाइजहरु ल के गर्न लागेको रे पूजा गर्नु के गर्न पूजा गर्नु ल गाइस भएन नि त ल ल ल भयो भाइ मजा आइसकेपछि यहाँसम्म आइसकेपछि अनि हामीले त्यो दर्शन पुगेर जानु पर्यो भएन नि त त्यो 500 रुपियाँको लागि म फेर्नु हुन्छ र होइन र हो गाइस हो गाइस हो गाइस ल यहाँ रहेछ सर अफिसरले पुरै भला हान्दिनु है केटा लाइन लाएर बस्नु त ए बेला हेलो गाइस ल ल ल ल ल गाइस ल हामी चाहिँ यो मन्दिरतिर जाँदैछौँ अहिले औठी ल ल ल ल केटा लाउनु त गणेश भगवानको लाउनु यस्तो भगवानको लाउनु यो लाउनु बेलुवा लाउनु पञ्चधातुको पञ्चधातु अघि पञ्चधातु कहिले तपाईँलाई चिनौँ है चिनौँ पञ्चधातु कुनै चिनौँ फेरि दुईवटा धातुको बर्ला फेरि बर्बाद होला पञ्चधातु ओके ओके गाइस ल ओके ल फर्केर आउँदै रोटी खानुपर्छ है सेलरोटी सेलरोटी
रमाइलो भइरहेको छ रमाइलो भएको छ नि चिलमा छ नि चिलमा भोलिबाट फेरि बिलमा हुन्छ आज चिलमा हुनुपर्छ है आज बेलुकासम्म चिलमा हो फेरि भोलिबाट फेरि भोलिबाट फेरि जस्तै अहिले त्यहाँ ढुङ्गा उचाल्नुपर्छ यस्तो गरेर सक्छ होला नि यहाँ एउटा ढुङ्गा यस्तो उचाल्ने ढुङ्गा छ एउटा आफूलाई याद लगाइ जोरे हामी चाहिँ मन्दिरतर्फ जाँदैछौँ आज चिलमा छ कहिले चिलमा भोलिबाट फेरि ढिलमा हुन्छ आज चिलमा हो भोलिबाट फिल्डमा हुन्छ फिल्डमा भोलिबाट फिल्डमा आज चिलमा वेस्ट फिल्ड एकदम इन्जोय भइरहेछ हाम्रो 3 दिनको ट्रिप चाहिँ एकदम इन्जोय आज चाहिँ हामी 3 दिनको टुर सिकियो होइन बडा क्षेत्र एउटा ठाउँमा छौँ आज विश्वकै सबैभन्दा पहिलो आज धार्मिक स्थल हाम्रो चाहिँ बडा क्षेत्र जाम 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 गाई जाम जाम हेर हेरौँ पछ धातो हेरौँ फोटो चाहिँ लानुपर्छ गाई चाहिँ फाइनली बराज क्षेत्र आइपुगिसकेका छौँ हामी प्रवेशद्वारमा छ साथीहरू बबाल चिसो भाइब आइरहेछ अहिले चाहिँ केही बोलिदिने हो कस्तो कस्तो भइरहेछ त ठिकै रमाइलो भनौँ रमाइलो भइरहेछ नि होइन ल ठिक छ जुदा उता तल फुकाल्ने ला जानु नि त तल केही फरक तल्लै जाने होइन तलै हो चिसो भाइब छ क्या नि त्यसै छ कहाँ हो ढुङ्गा भएको तल ढुङ्गा भएको उतापट्टि जम 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 लेट्स गो पूजा त्यो ऊ कटाउने त घर कटाउनु तल हामी चाहिँ आयौँ 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 गाइस आयौँ जम्नु जम्नु सर तल 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 चढाएर घर लाने हामी चाहिँ तल नदीमा जल लिन भनेर जाँदैछौँ त्यहाँ ढुङ्गा उचाल्ने त्यहाँ ढुङ्गा उचाल्ने क्या कति किलो भयो ढुङ्गा खाएको त्यो त्यहाँ यस्तो उचा त्यो तल हुन्छ माथि शनि ग्रह कटाउने ल अब यता शनि ग्रह कटाउने गेम सुरु भयो है अब नुहाउन पऱ्यो कबाट सबाट खोल्न पऱ्यो नुहाउन पऱ्यो है बब्बा नेचुरल भाइब्स यहाँको आउँछ त नि हामी चाहिँ अब यहाँ लगभग दर्शन गरिसक्यो अब चाहिँ फर्किँदैछौँ
नगएको बस्छ भने शिवाय नमः। मेन मन्दिर बाहिरबाट दर्शन गर्ने जुत्ता लानु यही हो दर्शन गर्नु। यहाँ भित्र दर्शन गर्नु अहिले बाहिर दर्शन गर्नु यहाँ दर्शन गर्नु दाइले के भन्यो। साथीहरू अहिले चाहिँ हामी धरानमा छौँ होइन। धरानमा आउने क्रममा चाहिँ अब खाना खाम कताम काम के भन्दा चाहिँ यहाँ चाहिँ मार्सी चामलको भात ट्याक्कै पुरै कालो छ यो होइन। सेतो चामल खाइरहेको अहिले चाहिँ कालो चामलमा परियो कस्तो रहेछ चेक गर्न लागेको होइन। अब हेरौँ फर्स्ट टाइम भयो यो चाहिँ। अब के छ है भर्खर सम्पन्न गाउँतिर छौँ हामी चाहिँ अहिले कि ट्याक्क लाएर कालो चामल खान्छ। श्रमदान भने यस्तो हुन्छ है ठाउँमा श्रमदान गर्ने ठाउँमा यस्तो कालो चामल पाउँछ। अब उतातिर सेतो चामल छ यता कालो चामल ल यो धरानमा चाहिँ मार्सी चामलको है साथीहरू हामी चाहिँ गैराकोटदेखि भर्खर सम्पन्न गाउँमा चाहिँ मार्सी चामलको भात खाना हामी यहाँ आएछ कि खाना हेर्छु पुरा भेराइटी त पुरा खत्रै छ होइन। चामल हेर्दाखेरि कालो कालो छ यो सेतो चामल खाइरहेको कालो चामल आयो हामीलाई डढेको भात हो कि यस्तै हो भुटेको भात अझै एउटा पुगेन नि